कि यसपटकको निर्वाचन सामान्य अवस्थाबाट सुरु भएको होइन, ठुलो सङ्ख्यामा बलिदानी भएको छ, ठुलो सङ्ख्यामा बालबालिकाको हत्या भएको छ, अथवा ठुलो उथलपुथलपूर्ण राजनीतिक आन्दोलन भएको छ। यो राजनीतिक आन्दोलनको सन्देश के हो भन्दाखेरि विगतका राजनीतिक दलहरूले जे गरिरहेको छ त्यो ठिक छैन। यो राष्ट्रको विरुद्धमा छ, राष्ट्रको विपक्षमा छ। राष्ट्र र जनताको विरुद्ध र विपक्षमा लाग्ने राजनीतिक दलहरूलाई हामी अब स्वीकार्दैनौँ भनेर नवयुवाहरू यतिखेर सडकमा ओर्लिनुभयो। जतिखेर त्यो जेनजी आन्दोलन भन्यो, त्यो जेनजी आन्दोलनको जगबाट सुरु भएको यो निर्वाचन प्रक्रियाले देशलाई कि अगाडि बढाउने कि पछाडि धकेल्ने अथवा राष्ट्रलाई नै असफल बनाउने, यी दुईटा चरणको यो मतदान हो। तपाईँहरूले, हामी आम नेपाली मतदाताले यदि पुरानै राजनीतिक दल जसले हामीलाई वर्षौँदेखि ठग्दै आएका छन्, हामीलाई बारम्बार हाम्रो मतलाई दुरुपयोग गर्दै आएका छन्, ती दलहरूलाई नै मतदान गऱ्यौँ भने फेरि पनि विदेश नै जानुपर्छ, फेरि पनि रुनु नै पर्छ, फेरि पनि काँक्री त्याउनै पर्छ, फेरि पनि विकास आयोजना नभएर हामी चाहिँ सामान्यभन्दा सामान्य तपाईँको सरकारी सेवाको लागि पनि छटपटिनु पर्ने परिस्थिति फेरि पनि बन्छ र त्यसले देश सफल हुँदैन, देश असफलतिर जान्छ। अब यस कारणले हामीले भन्दै आएको के हो भने यो पटकको निर्वाचनले हामीलाई धेरै अगाडि पुर्याउनु पर्छ, किन त्यस अर्थमा मात्र यत्रो सङ्ख्यामा हाम्रा बालबच्चाहरूको मृत्यु भयो, ती मृतक शहीदहरूको सपना साकार हुन्छ।